स्कुल जान लागेकी दिदीभाइको खुसीलाई खुर्पाले चुडाइदियो। बाबुको हातबाट झरेको रक्तपात चितवन शोकमा डुब्यो। हो दर्शकबिन, शुक्रबार बिहानको सूर्यले न्यानो सास फेरिरहेको थियो। चितवनको भरतपुर नगरपालिका 15 किसान चोक नजिकैको मदरल्यान्ड बोर्डिङ स्कुलमा विद्यार्थीहरूको चलपहल सुरु भइसकेको थियो। किताबका झोलामा सपना बोकेर प्रभाग गिरी र उनका दाजु सजन गिरी स्कुल जाने तयारीमा थिए। उनीहरूको मुहारमा त्यो निर्दोष उमेरको चमक थियो। नाच्ने, हाँस्ने, पढ्ने अनि भविष्य बनाउने सपना थियो। तर त्यो बिहान उनीहरूलाई कतै पुग्न दिनु थियो भने त्यो विद्यालय थिएन दर्शकबिन, केवल थियो त मृत्युलाई थियो। 42 वर्षीय लीलाराज गिरी नेपाली सेनाका निवृत्त जमादार हुन्। हरेक दिन छोरी प्रभा र भतिज सजनलाई स्कुलसम्म पुर्याउने उनको दिनचर्या थियो। तर यो बिहान उनले न त स्कुटर स्टार्ट गरे न त किताब झोलाको ख्याल राखे। त्यस दिन उनले आफै भित्रको अँध्यारोलाई बाहिर ल्याए र त्यो अँध्यारोले दुई निर्दोष जीवनको बलि लियो। हो दर्शकबिन, उज्यालो बिहानमा रगतको हाल। लीलाराजको घर स्कुलबाट झन्डै 350 मिटर टाढा छ। सजन पहिलो नै काकाको घर पुगिसकेका थिए। प्रभा ड्रेस लगाउँदै थिइन्। तर यो बिहान सजनका लागि शुभ प्रभात होइन, अन्तिम प्रभात बन्यो। सुरुमा उनले सजनलाई खुरुप्पाले प्रहार गरे भुइँतलामा। त्यसपछि चिच्चाएकी प्रभालाई लतार्दै माथिल्लो तलामा लगेर त्यहाँ पनि सोही खुरुप्पाले आक्रमण गरे अनि अन्ततः आफूलाई पनि सोही खुरुप्पाले रेटे। दर्शकबिन, एक काममा दौडिए तर ढिला भइसकेको थियो। सजनकी आमा बच्चाको चिच्चाट सुनेर दौडिएर आइन्। तर भर्खरैको हाँसो रक्ताम्य मौनतामा बदलिएको थियो। लीलाराजको घर अब अपराधको साँची बनिसकेको थियो। घटनाको प्रत्यक्षदर्शी बन्न पुगेकी सजनकी आमाको आँसु अब जीवनभर नसुक्ने भएको छ। हस्पिटलको सोइयामा एक्लो हत्यारा जसका लागि कोही पनि छैनन्। हत्या प्रयासपछि लीलाराजलाई गम्भीर अवस्थामा चितवन मेडिकल कलेज पुर्याइएको थियो। उनी बाँचिरहेका छन् तर शब्दसँग लडिरहेका छन्। उनले अस्पतालमा बोलेका केही शब्दहरूले सारा समाजको संवेदना र क्रोध झल्काउँछन्। मैले मारेको हुँ, म पनि बाँच्न चाहन्न, उनले भनेका छन् दर्शकबिन। तर अब अस्पतालमा उनका लागि कोही छैन, न कोही कुरुवा न माया। प्रहरी र अस्पतालका कर्मचारीहरूले नै औषधि किनिदिएका छन्, रगतको स्याम्पल बुझाएका छन्। पारिवारिक सम्बन्धको यस्तो अन्त्य जहाँ अपराधी एक्लै बाँचेको छ, समाजको कठोर आइना हो। विद्यालय जहाँ अब प्रार्थना पनि चिच्चार जस्तो लाग्न थालेको छ दर्शकबिन। मदरल्यान्ड बोर्डिङ स्कुलमा अब केही दिन पढाइ होइन, पीडा पढिन्छ। विद्यालयका प्रिन्सिपल नवराज भट्ट भन्छन्, हिजोसम्म काखमा खेलाएका, कक्षामा पढाएका बच्चाहरू आज छैनन्। यो यथार्थ बुझ्न पनि गाह्रो भइरहेको छ। शिक्षक, अभिभावक र बालबालिका सबै स्तब्ध छन्। विद्यालय आइतबार शोकमा बन्द गरिएको छ। त्यो बन्द शिक्षाको होइन, एक पीडा, एक अविश्वास, एक प्रश्नको प्रतीक हो। के एक बाबु आफ्नै सन्तानको रगतले आफ्नै जीवनलाई यसरी नष्ट गर्न सक्छ? क्वेसन मार्क उब्जिएको छ दर्शकबिन। लीलाराज अब एक हत्यारा, एक पीडित या एक गुमेको मन बनेका छन् दर्शकबिन। लीलाराज डिप्रेसनको औषधि खाइरहेको थाहा भएको छ। यति बेला नेपाली सेनाको जीवनपछि सामाजिक व्यवस्थापनमा मिसिन नसकेका